गाइस हाम्रो चाहिँ यो कति ठुलो प्रोजेक्ट चल्दैछ है गाइस ल केवल चाहिँ 9 वटा हैन अब चाहिँ यसमा चाहिँ जोइन केवल जोइन हान्दैछौँ हैन यसरी काम हुँदैछ अब चाहिँ जोइन हानेको चाहिँ कसरी हान्छ केवल जोइन भनेर चाहिँ पुरा भिडियो मा देखाउने कोसिस गर्छु हैन गाइस ल पहिला चाहिँ यसरी केवल बराबर तरिकाले काटेको हुन्छ हैन गाइस यसरी बराबर केवल काट्छ त्यस पछाडी चाहिँ कति सेन्टी चाहिँ छिल्छ हैन सबै देखाउने कोसिस गर्छु है त गाइस ल साथीहरु यसरी काम हुँदैछ ल ल केवल चाहिँ जोइनको दुईतिरै 60 60 कितना कति एकतिर 85 एकतिर 60 एकतिर 85 गरेर चाहिँ सिलेको नै एकतिर 60 एकतिर 85 गरेर केवल छिल्छ हैन ठीक है त्यस पछाडी गाइस बरे देश लाइट बंधु अच्छा से काम करो यसरी केवल छिलेर गाइस यसरी छिलिसके पछाडी प्लास्टिकहरु चाहिँ काटेर फाल्ने है गाइस ल काटेर यसरी फालिन्छ यसरी कलरको रसी र ल यति कभर चाहिँ फेरि यसको छिल्ने कति 20 सेन्टी ल 20 सेन्टी चाहिँ यसको कभर छिल्नु पर्छ गाइस त्यसको बाद यसरी सिग्नल लगायो बाद आराम से माथि थोरै सर यसरी सिग्नल लगायो ल एउटा उता एउटा यताको केबलमा भिरेको छ ल गाइस यसरी हुँदैछ है काम ल बादमा चाहिँ यो कभरको बाहिरको यो प्लास्टिक चाहिँ यसरी गिलासले निकाल्यो यो नाइफ चलाउँदाखेरि यो कभरको भित्रको यो प्लास्टिक भन्दा भित्रको सेतो भाग चाहिँ धेरै कोत्रिनु हुँदैन गाइस नत्र केवल बिग्रिन्छ यसरी ल्याइसके पछाडी चाहिँ गाइस यो टेप बाँधेको सामान यसरी ल्याउनु पर्छ यसरी फाल्ने हो यसको कभर ल यसरी कलर छुट्टिया हुन्छ हैन रसीले यहाँ पछि यसरी छिलिसके पछाडी ल यसरी छिले पछाडी अब फेरि कति सेन्टी 10.5 सेन्टी चाहिँ फेरि यो कभर फाल्ने लगाइस यसरी नाइफमा ग्रिज लगाएर साथीले दिन्छ है अब यसरी निकालिन्छ ल यति बाक्लो कभर चाहिँ यसरी काटेर 10.5 सेन्टी यसरी छिलिन्छ यसरी तिनटै छिलिसके पछाडी यो धारहरू चाहिँ सबै स्लोप बनाउने यसरी स्लोप बनाउने धारलाई यसरी छिलिसकेपछि यसरी टेप लगाउने ल यो कलर अनुसारको टेप लगाउने हैन यो टेप चाहिँ यो टर्मिनेसन भित्र आउँछ है गाइस सबै है यो कलर अनुसारको टेप लगाउने ल ग्रेज क्लिनर हैन सबै आउँछ है खाक्सी टेप सबै आउँछ है साथी यसमा चाहिँ जोइन छ ल साथीहरु क्लिनरले चाहिँ
यसरी साफ गर्ने केवल होइन। ल क्लिनर टिस्युले मजाले साफ गर्ने। त्यस पछाडि यो केबल जकेट हाल्ने। त्यसपछि यसरी केबल जकेट हालिसके पछाडि एकातिर यसरी लगाइसके पछाडि यता पनि कलर छ र यो जाली हालेर रेडी गर्ने। ल यसमा मिया मजाले ग्रिज हालेर ठेल्ने। यो ग्रिज चाहिँ किन हालेको भन्दाखेरि चाहिँ यो टेप लगाएको छ नि, यो टेपबाट लम्मै घुसाउने। ल यसरी ग्रिज लगाउने। तीनों केबल में ऐसा ग्रिज लगाने का। ग्रिज लगाने में बहुत माहिर है सदीक। ये देख ग्रिज मारने में बहुत सिपालू है भाई बंगाली। देख कैसा ग्रिज लगाता है। ल यसरी अब केबल भित्र छिराउने साथीहरु, मुआममा लाएर छिराउने। यसरी छिराउने। ल तिनटैमै छिराइसके पछाडि यो फाल्दिने। यो टेप यसरी फाल्दिने। यो टेप चाहिँ किन लगाइन्छ भने चाहिँ यसमा यो चाहिँ भित्र ड्यामेज नहोस् भनेर यसरी घुसायो। ल यस्तो जोइन हुन्छ है साथी। यो भित्र ग्रिज हुन्छ है, अनि यो केबलमा यसरी घुसाइन्छ। यसरी घुसाइन्छ है साथी। ल यसरी दुईतिरै जकेट हालिन्छ है साथीहरु। ल यसमा चाहिँ यसरी जोइन हानिन्छ कलर अनुसारको। यसरी घुसाएर त्यस पछाडि चाहिँ साथीहरु ल यसरी केबल घुसाइसके, जोइनमा केबल घुसाइसके पछाडि अब प्रेसिङको लागि चाहिँ रेडी भयो। ल यसरी उता पनि जोइन हुँदैछ। ल हाम्रो जोइन हान्ने चाहिँ मास्टर है, साउदीको इलेक्ट्रोनिक मास्टर। ल यसरी हान्छ है साथी। ल साथीहरु प्रेसिङ आयो। ल कार्बो सिस्टमको प्रेसिङ है, यो हाइड्रोलिक होला कार्बो सिस्टम होला। ल यसरी प्रेसिङ हुँदैछ। भालुबासी अच्छा से मार भाई। हाँ प्रेसिङ अच्छा से मार। ल साथीहरु तीनटा केबल प्रेसिङ हाल्यो। ल यसरी प्रेसिङ हाल्यो। उसके बाद ये प्रेसिंग मारा है, उसमें थोड़ा टैक्सी मारो। ये हाथ से ऐसा मारेगा। क्यों मारा किन यसरी यो खासी लगाएको भने चाहिँ यो ट्रान्समिसनको यो कभर चाहिँ ड्यामेज नहोस् भनेर। यो बोर्ड चाहिँ सर र यता ल्याउने है साथीहरु। ल अब लास्टमा म देखाउने छु यो कसरी बोर्ड साट्छ। ल यो खाक्सी लगाइसके पछाडि यो क्लिनर टिस्युले फेरि यो साफ गर्ने यसरी। ल साथीहरु वो साफ करने का बाद फिर ग्रीस मारो, उसमें मिया ग्रीस मारो बन्धु। ल यसरी ग्रीस चाहिँ लपक्क लगाउने है साथीहरु। ल त्यस पछाडि चाहिँ यसरी रसी बाँधेर यसरी खिच्ने है साथीहरु। ल यसरी खिच्ने। ल यसरी लगाउने। यो बाहिरको यो कालो कभर छ नि त्यसलाई दुईतिरबाट छोप्ने गरी लगाउने बराबर तरिकाले। देखो तीनों केबल का ऐसा खींच के ये बोर्ड लगाने का।
तीनों केबल का बोट लगा के उसका बाद ये अर्थिंग जाली लगाएगा इसके ऊपर। यो तीनटै केबलमा अर्थिङ जाली लगायो। उसका बाद सिंगल ऐसा टेप लगा दो जाली में। ल यो अर्थिङको चाहिँ बाटे पनि हुन्छ हैन, कपाल बाटे चाहिँ नत्र लपेटे पनि हुन्छ हैन गाइस। ल यो अर्थिङ पनि यसरी जोइनमा हालेर प्रेसिङ हान्दिने। यसरी प्रेसिङ हान्दिने। ल बादमा यसरी टेप लगाइदिने। बादमा यो फलामको जाली आर्मट यसरी बेरेर लगाउने। यो लगाउनुको कारण चाहिँ केबललाई सेभ गराउँछ है साथीहरू। जोइन हानेको केबल सेभ गराउनुको लागि यो लगाइन्छ। यो राउन्डरी जाली लगाइसके पछाडि बादमा यो क्लिप लगाउने दुईतिरै। यसरी क्लिप टाइट गरिसके पछाडि ल त्यो क्लिप लगाइसके पछाडि प्लास्टिक लगाएर चाहिँ फेरि टेप हान्दिने। ल यसरी टेप हान्दिने। ल त्यस पछाडि चाहिँ यो मास्किङ टेप यसरी लगाइन्छ है। मास्किङ टेप यसरी प्लास्टिकमा हुन्छ है साथीहरू। ल निकाल ल यसरी निकालेर ल रेकम चाहिँ यसरी हाल्छ है साथीहरू। ल यसरी रेकम हालिसके पछाडि यसरी ग्यास हाल्छ। र यसरी रेकम हानिन्छ। रेकममा यसरी ग्यास हानिन्छ। ल यो जोइन चाहिँ हानिसके पछाडि यो जोइन हानिसके पछाडि यो जोइन कसले हानेको भनेर चाहिँ यसरी लिएर चाहिँ कभर लगाइदिन्छ है साथीहरू। हाम्रो यो नाम चाहिँ अनिल सिंह छ है साथी हो। नेपाली नै हो यो जोइन हान्ने। साउदीको खाल्टामा साथीहरूले यसरी नाम चाहिँ पुर्दिन्छ है साथीहरूले नाम लेखेर। ल यो जोइन पनि अब फिनिसिङ हुन लाग्यो है साथीहरू। ल टोलीहरू यसरी काम गर्दैछ। ल ल साथीहरू जोइन चाहिँ फिनिस भयो। फिनिस हुँदाखेरि चाहिँ यस्तो देखिन्छ है साथीहरू। ल 9वटा जोइन फिनिस भयो है साथीहरू। ल एकै दिनमा यत्रो जोइन फिनिस गऱ्यो भने साथीहरू कम्पनीलाई कति फाइदा भयो होला। 6 जनाले है साथीहरू, 6 जनाले। ल साथीहरू एक दिनमा 9वटा है साथीहरू। ल जोइन यसरी जोइन हुँदैछ। यसरी जोइन हान्यो भने कम्पनीलाई कति फाइदा भयो होला। एउटा जोइन हानेको चाहिँ 3500 रियाल पर्छ अरे है साथीहरूले भनेको। ल आजलाई यति नै गाइस। फिर भाई हम लोग दूसरा वीडियो लेकर आने का ट्राई करता हूँ भाई। सब गाइस लाइक कमेंट शेयर कर दो। सही है कि किसका जोइन मारना कि किसका 500 केबल का जोइन मारना सीखना है। ये वीडियो लास्ट तक देखिए, फुल सब जोइन मारना सीख लेगा। सही है। चलो भाई इतना ही, टाटा बाय बाय। थैंक यू सो मच। लो गाइस।